तिमी कसैलाई प्रुभ गर्न नसकेर थाकेको छौ? देन लिसन केयरफुल्ली, दिस इज फर यु। सबैले सोध्छन् तिमी किन यस्तो चेन्ज भयो? म हाँसेर भन्छु लाइफले सिकायो। कुनै एक समय थियो म सबैलाई प्रायोरिटी दिन्थेँ, आफ्नो स्लिप सेक्रिफाइस, आफ्नो ह्याप्पिनेस सेक्रिफाइस। तर किन थाहा छ? बस एकचोटि एप्रिसिएट गरोस् भनेर। तर लास्टमा के पाएँ? इग्नोर, बिट्रियल एन्ड डिस्टेन्स। अनि त्यसपछि मैले बुझेँ यो दुनियाँमा तिम्रो पेन बुझ्ने भन्दा तिम्रो विकनेस युज गर्ने मान्छेहरू धेरै हुन्छन्। त्यसैले आज म साइलेन्ट छु, तर त्यो एटिट्युड होइन, त्यो काउन्टलेस स्लिपलेस नाइट्सको रिजल्ट हो। आज म एक्लै हिँडेको छु भने त्यो इगो होइन, त्यो आफूलाई फेरि जोड्न खोजेको हो। तिमी कहिले ब्रेकडाउन भएको छौ? कहिलेकाहीँ ब्रेकडाउन हुनु नराम्रो होइन, किनकि ब्रोकन ग्लास नै एक दिन सार्प बन्छ। र याद राख, तिमीलाई अन्डर एस्टिमेट गर्ने मान्छेहरू नै एक दिन तिम्रो सक्सेस हेरेर सक्ड हुनेछन्। सायद अहिले तिमी स्ट्रगल गर्दैछौ, मेबी तिमी अहिले साइलेन्टली रोइरहेको छौ। तर बिलिभ मी, यो च्याप्टर पर्मानेन्ट होइन। शेर कहिले कुकुर जस्तो भुक्दैन, ऊ चुपचाप आफ्नो पावरफुल बिल्ड गर्छ। र जुन दिन शेर फर्किन्छ नि, त्यो दिन जङ्गलमा आवाज होइन, सिधै डोमिनेन्स सुनिन्छ।